मलाई पनि आफ्ना म त्यस्तो कविता होइन तैपनि कविता राख्ने जुन अनुमति दिनुभयो आयोजकप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। यो कार्यक्रमका अध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि, अन्नपूर्ण गाउँपालिकाका अध्यक्षज्यू, सम्पूर्ण मञ्चमा आसीन अतिथिज्यूहरू, सम्पूर्ण सहभागी व्यक्तित्वहरू, सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, यहाँहरूले अत्यन्त राम्रो कविता प्रस्तुत गर्नुभएको छ। यहाँहरू भोलिका भविष्यका कर्णधार हो। यहाँहरूले भोलि भविष्य कोर्नुहुनेछ, साहित्यको सिर्जना गर्नुहुनेछ। यो लुम्लेको मात्र होइन, समग्र देशमा साहित्यको सिर्जना गर्नुहुनेछ। यहाँहरूप्रति म उच्च सम्मान व्यक्त गर्न चाहन्छु। यहाँहरूलाई म हार्दिक सलाम व्यक्त गर्न चाहन्छु। यहाँहरूका नाममा जोरदार तालीले म विद्यार्थी भाइहरूलाई जोरदार तालीले सम्मान गर्न अनुरोध गर्न चाहन्छु। म त्यस्तो साहित्यकार त होइन, तै पनि कहिलेकाहीँ कविता लेख्छु। म कवि होइन, तै पनि कविता लेख्छु कहिलेकाहीँ। मैले एउटा पुस्तकै लेखेको छु, कविकै विषयमा, कविताकै विषयमा, अब रचनाको विषयमा लेखेको छु। तैपनि म 1-2 दिन भयो यो लुम्लेमा म आउने गरेको थिएँ। हाम्रो भरत सरले मलाई निमन्त्रणा गर्नुभयो, हाम्रो एउटा कार्यक्रममा आइदिनु होला, तपाईँ रेड क्रसको सभापति हुनुहुन्छ, कहिलेकाहीँ कविता लेखेको मैले थाहा पाउँछु भन्नुभएको थियो उहाँले। खासै म कविता त अहिले विद्यार्थी भाइ बहिनीहरूको अगाडि त म कविता लेख्न जान्दिनँ। हाम्रा आदरणीय कवि व्यक्तित्वज्यूहरूको अगाडि त म कविता लेख्न जान्दिनँ। तैपनि कलम चलाउने एउटा जमर्को मात्रै गरेको छु। म यहाँ आएर यही वरिपरि 1-2 घन्टा बसेको हुनाले मैले दिउँसै 2 घन्टा बसेको समयमा लेखेको थिएँ। मैले लेखेको कवितामा हाम्रा आदरणीय व्यक्तित्वहरू यो लुम्लेलाई साहित्यिक क्षेत्र निर्माण गर्नुपर्छ, कविको क्षेत्र बनाउनुपर्छ, देशभरि साहित्य र सिर्जनाबाट चिनाउनुपर्छ भन्ने उद्देश्यका साथ अगाडि बढ्नुहुने आदरणीय हाम्रा विनोद गौचनप्रति म उच्च सम्मान व्यक्त गर्न चाहन्छु। त्यस्तै गरी हाम्रो आदरणीय गीतकार प्रवीण गुरुप्रति म उच्च सम्मान व्यक्त गर्न चाहन्छु, हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। उहाँहरूले देखाएको बाटोमा यहाँहरू लाग्नुहुनेछ, हामी लाग्नेछौँ भन्ने प्रण गर्न चाहन्छु। मेरो कवितामा उहाँहरूको नाम छोडेको छैन, म यसको लागि माफी माग्न चाहन्छु। मैले दिउँसो 2 घन्टा बस्दा उहाँहरूको नाम मलाई याद नआएको हुनाले पनि मैले नलेखेको हुन सक्छु। अर्को पटक यहाँहरूले निमन्त्रणा गर्नुभयो भने हाम्रो विनोद गौचनकै विषयमा मात्रै मैले कविता लेख्ने छु। अर्को पटक आउँदा उहाँको शालिग मैले यहाँ देख्ने छु, त्यो कविता मैले लेख्ने छु। अर्को पटक आउँदा मैले प्रवीण गुरुङको शालिग देख्ने छु, उहाँको बारेमा कविता लेख्ने छु। यहाँहरूप्रति म विनम्र अनुरोध गर्न चाहन्छु। गाउँपालिकाको अध्यक्षज्यू यहाँ हुनुहुन्छ, अब यहाँ हाम्रा विशिष्ट व्यक्तित्व र त्योभन्दा माथि पनि उहाँले माग गर्नुहुनेछ र त्यसको लागि बजेट माग गर्नुहुनेछ र विनियोजन गर्नुहुनेछ र आगामी दिनमा उहाँहरूको शालिग निर्माण त गर्नुहुन्छ। यहाँका सृजनशील भाइ बहिनीहरूलाई अगाडि बढाउनको लागि, भोलिका साहित्यकार निर्माण गर्नको लागि उहाँको प्रेरणा, उहाँको यो प्रतिमा निर्माणको अभियानले पनि एउटा महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने मैले आशा र विश्वास लिएको छु। अब मैले धेरै कुरा बोलेँ, सरी माफ माग्न चाहन्छु र मैले मेरो कविता यहाँहरूमाझ वाचन गर्ने अनुमति चाहन्छु। अब भाइहरूका अगाडि हाम्रा मेरो छोराछोरी नाति नातिनाका उमेरका भाइहरूले त्यति राम्रो कविता वाचन गर्दा मलाई त नगाउँ लागिरहेको थियो, तर बोलाइहाल्नु भयो, गाह्रो नमान्नु होला। मेरो कविताको शीर्षक छ कविता गाउँ लुम्लेका गहना भनेर लेखेको छु। मेरो जन्मघर अन्नपूर्ण 2 ठुला चौरमा हो, गाह्रो नमान्नु होला। प्याउदी ठुला चौर यहाँहरूले पनि चिन्नुभयो होला। लुम्ले गाउँको हावापानी साह्रै चिसो रहेछ, लुम्ले गाउँको हावापानी साह्रै चिसो रहेछ। मुस्ताङ जाने राजमार्गले छुँदै गएको रहेछ, मुस्ताङ जाने राजमार्गले छुँदै गएको रहेछ। माथि हेर्दा लाली गुराँस तल धोती खोला, माथि हेर्दा लाली गुराँस तल धोती खोला। यो गाउँमा बस्न पाए मनै कस्तो होला, यो गाउँमा बस्न पाए मनै कस्तो होला। लुम्ले गाउँमा कृषि विकास ब्रिटिसले गर्यो, लुम्ले गाउँमा कृषि विकास ब्रिटिसले गर्यो। राजमार्ग बनेपछि सबको नजर पर्यो, राजमार्ग बनेपछि सबको नजर पर्यो। धान मकै गहुँ कोदो चिसो हावा पानी, धान मकै गहुँ कोदो चिसो हावा पानी। बाहुन छेत्री गुरुङ मगर मिली बस्ने बानी, बाहुन छेत्री गुरुङ मगर मिली बस्ने बानी। अन्यथा ननिनुलाई यहाँ हाम्रो आदरणीय व्यक्तित्वकै थर आएको छैन, गाह्रो नमान्नु होला, सरी भनिसकेको छु। त्यस्तै गरी पूर्वतिर काँडे बजार, पूर्वतिर काँडे बजार पश्चिम चन्द्रकोट, पूर्वतिर काँडे बजार पश्चिम चन्द्रकोट। बोली वचन साह्रै राम्रो छैन कुनै खोट, बोली वचन साह्रै राम्रो छैन कुनै खोट। उत्तरतिर तारेभिर दक्षिण पञ्चासे धाम छ, यति चर्चित ठाउँलाई हामीले माया गर्नुपर्छ, यति चर्चित ठाउँलाई हामीले माया गर्नुपर्छ। कडुज तिजु काफलघारी रहेछ पाखाभरि, कडुज तिजु काफलघारी रहेछ पाखाभरि। 12 मासे चिसो हावा मुटु काम्ने गरी, 12 मासे चिसो हावा मुटु काम्ने गरी। चन्द्रकोट लान्द्रुक जाँदा
चन्द्रकोट लान्द्रुक जाँदा लुम्ले हुँदै जाने चन्द्रकोट लान्द्रुक जाँदा लुम्ले हुँदै जाने हिँड्दै जाँदा बाटाभरि लाली गुराँस खाने हिँड्दै जाँदा बाटाभरि लाली गुराँस खाने बाटाभरि नियारो र चुलेत्रको घारी बाटाभरि नियालो र चुलेत्रको घारी जता हेरो उतै देख्छु घाँसै घाँसका भारी जता हेरो उतै देख्छु घाँसै घाँसका भारी लैना भैँसी लैना गाई लैना भैँसी भकारामा थिए लैना गाई लैना भैँसी भकारामा थिए जसका घरमा गए पनि तातो दुध दिए जसका घरमा गए पनि तातो दुध दिए देवकोटा र चपागाई गुरुङ धेरै भाका देवकोटा र चपागाई गुरुङ धेरै भाका जसका घरमा गए पनि धेरै छन् बुढापाका जसमा घरमा गए पनि रहेछन् बुढापाका युवा जति सहरतिर विदेश घुम्न गएका युवा जति सहरतिर विदेश घुम्न गएका बुढापाका घरमा बसी गाउँले गीत गाएका बुढापाका घरमा बसी गाउँले गीत गाएका कान्छी प्रहार कालिकाको शक्ति हुँदै गएको कान्छी प्रहार कालिकाको शक्ति हुँदै गएको सङ्गम माविको कार्यक्रमले भेट हुन पाएको सङ्गम माविको कार्यक्रमले भेट हुन पाएको ठुला खर्क भ्यू पोइन्ट पाउन धेरै आउने ठुला खर्क भ्यू पोइन्ट पाउन धेरै आउने राजमार्गको छेउमै यहाँ शीतल गुफा धाउने राजमार्गको छेउमै यहाँ शीतल गुफा धाउने धन्यवाद नमस्कार जय कविता गाउँ जय कविता गाउँ।